खाएको छैन अनुभव भएको छैन त्यो भए हुनाले आज चाहिँ हामी फर्स्ट टाइम खाँदैछौँ एक दिन लाग्ला जस्तो छ खानै लास्ट तामा आइसक्यो हेलो नमस्ते सबैजनालाई नमस्ते फेरि पनि आइसकेका छौँ हामी दुईजना च्यालेन्ज लिएर देख्न सक्नुहुन्छ आज चाहिँ च्यालेन्ज हुँदैन होला जस्तो लाग्छ किनकि हामी फर्स्ट टाइम चपस्टिकले ट्राई गर्न लागेका छौँ कि आज अलि डिफ्रेन्ट तरिकाले खाउँ न त भन्ने हो क्या होइन काँटा चम्चाले त सधैँ खाइरहेको हातले पनि सधैँ खाइरहेको तर आज चपस्टिकले खाना चाहिँ म पनि जान्दैन तिमीलाई आउँछ कि आउँदैन मलाई पनि आउँदैन है गाइस त्यो भए हुनाले आज चाहिँ हामी फरक ढङ्गले च्यालेन्ज चाहिँ गर्दैनौँ हामी फरक ढङ्गले खान्छौँ मात्रै मैले देखेको छु मात्रै कसरी खान्छन् भन्ने कुराहरू तर खाएको छैन अनुभव भएको छैन त्यो भए हुनाले आज चाहिँ हामी फर्स्ट टाइम खाँदैछौँ तिमीलाई खाना आउँछ त मलाई त आउँदैन होला सकिला जस्तो छ कि नै सकिँदैन होला म चाहिँ अलिअलि आउँछ है गाइज हेर्नुहोस् त यी ठ्याक्क यसरी खान्छन् जस्तो लाग्छ मलाई चाहिँ है तिमीलाई चाहिँ आउँछ मलाई त आएन हो यसरी ल खै ट्राई गरौँ त र एउटा कुरा चाहिँ भन्न बिर्सेछु गाइज होइन हाम्रो रोकाया ब्रदर्स च्यानल त छँदैछ र आरबी फिल्म्स अफिसियल भन्ने युट्युब च्यानल छ त्यसमा चाहिँ हाम्रो रोकाया ब्रदर्सको ग्याङबाट चाहिँ म्युजिक भिडियो आउँदैछ गाइज म्युजिक भिडियो आइसकेको छ रिलिज भइसकेको छ त्यो भए हुनाले डिस्क्रिप्सनमा लिङ्क छ त्यो गएर चेक गर्न सक्नुहुन्छ र हेर्न सक्नुहुन्छ प्रतिक्रिया दिन सक्नुहुन्छ र त्यो च्यानललाई पनि माया गरिदिनु होला ढिला नगरिकन हामी खान गइरहेका छौँ है त ओके लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला र कस्तो लाग्यो त्यो म्युजिक भिडियो पनि भनिदिनु होला र आइरहनेछन् त्यसमा चाहिँ त्यो च्यानलमा चाहिँ म्युजिक भिडियोहरू आइरहनेछन् त्यो भए हुनाले तपाईँहरू त्यहाँ गएर चेक गर्न सक्नुहुन्छ है हामी ढिला नगरिकन हामी खाना गइरहेका छौँ खाएँ ल मैले त कसरी हो खाने खाऊ त है यसो गर क्या ठ्याक्क यस्तो गर होइन अनि यसले यसो माछ क्या मलाई पनि आउँदैन म पनि भ्रम हुन सक्छु गाइस त्यो भए हुनाले को कतिलाई चपस्टिकले खाना आउँछ को कतिलाई आउँदैन भनेर तल कमेन्ट गर्न नबिर्सिनु होला है फेरि ओ माई गड मलाई चाहिँ अलिअलि आउँदो रहेछ एक दिन लाग्ला जस्तो छ खानै मिठो छ है कस्तो मिठो छ है एकदम मिठो छ गाइस मलाई चाहिँ खाना आयो है यसरी हो अलिअलि जाल्ला जस्तो छ खालि यस्तो गर्छ यसरी त आइहाल्छ नि चाउचाउ त होइन समात्नु पऱ्यो नि त यसरी अप्ठ्यारो हुँदो रहेछ कि नै लास्टै अप्ठ्यारो ल तिमी मेरो समात म तिम्रो एकछिन यहाँ समात न यसरी खाने हो क्या समात न चाहिँ यसलाई समात भने यसलाई यसरी खाऊ तिमी त्यहाँ खाऊ म यता खान्छु भएन मैले गर्न खोजेको फरक हो तर यो भएन एकदम टेस्टी छ है एकदमै टेस्टी छ गाइस एकदम मिठो छ यार अलि अप्ठ्यारो हुँदो रहेछ फेरि हेर न गाइस
हेर न सक्दैन भने एकदम मिठो छ च्यालेन्ज गर्नुभन्दा यसरी खानु चाहिँ मजा आउँदो रहेछ क्या एकदम यसको स्वाद पनि थाहा पाइने होइन कस्तो छ मिठो छ छैन भन्ने पनि थाहा पाउने क्या होइन च्यालेन्ज गऱ्यो भने खानुपर्छ नचबाएर निल्नुपर्छ त्यहाँ चाहिँ कस्तो छ भन्ने टेस्ट पनि हुँदैन क्या मलाई प्लान गर्न खोज्छ गाई नो आज हामी तबस्टिकले नै खाने हो सिटिङ कता है तू पिरो चाहिँ भस्मै पिरो रहेछ एकदम मजा आइरहेछ है कोही छिटो खाएको बेला बेलामा यो मिल्दैन रहेछ क्या सातो नगरौँ न यार एकदम टेस्टी छ मजा आयो है पसिना आइसक्यो ओ माई गॉड खानै जाने होइन क्या अरे लौ जस्तो पनि हुन्छ यस्तो तामा आइसक्यो त्यो चाइनिजहरूले भात कसरी खान्छन् होला क्या चपस्टिकले यार चाइनिज जापानिजहरूले क्या आउँदै यार अहिले त आउँदैन अघि चाउमिन चाहिँ लामो खालको थियो नि त त्यो भए हुनाले आइरहेको थियो अहिले त आउँदैन चपस्टिक पनि प्रयोग गरियो काँटा पनि प्रयोग गरियो गाइज मैले जितेँ है गाइज फाइनली म चाहिँ विनर एकदमै पिरो भइसक्यो आज फर्स्ट टाइम अनुभव कस्तो भयो त तिमीलाई भन त खान सकिँदो रहेछ चपस्टिकले सक्दैन गाह्रो फिल भयो अब सिकेर आऊ अब सिकिन्छ होला खाए पनि यसैले खायो भने सिकिन्छ होला गाइस नत्र त कति चम्चाले खानु चपस्टिकले पनि खाउन भनेर आज ट्राई गरेको खान सकिँदैन रहेछ एकदम पिरो भइसकेको छ भिडियो पनि लामो भइसकेको छ गाइस होइन आरबी फिल्म्स अफिसियलमा चाहिँ म्युजिक भिडियो मैले डिरेक्सन गरेको आइसकेको छ त्यो भए हुनाले लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला त्यो च्यानललाई पनि माया गरिदिनु होला यदि हेर्नु भएको छैन भने डिस्क्रिप्सनमै लिङ्क छ क्लिक गरेर अवश्य पनि हेर्नु होला
एकदमै पिरो भइसकेको छ आजको भिडियो चाहिँ यहीँ नै एन्ड गरौँ हुन्छ हुन्छ ओके बाई बाई लभ यु अल